सोच्नुस् त एउटा मान्छे जससँग संसारको सबै कुरा छ, पैसा, नाम, सफलता जे भन्नुस्, तर भित्रभित्रै ऊ एकदमै खोक्रो छ। के यस्तो हुन सक्छ? हो, बिल्कुल हुन सक्छ। आज हामी जुलियन मेन्टलको कथामा डुब्नेछौँ, जसको जीवन ठिक यही विरोधाभासबाट सुरु भयो र यस्तो मोड लियो जसको कसैले कल्पना पनि गरेको थिएन। यो एउटा कथा मात्र होइन, यो त जीवनलाई नै बदल्ने ज्ञानको एउटा अविश्वसनीय यात्रा हो। हो, बाहिरबाट हेर्दा त जुलियनको जीवन वाव, केही कमी थिएन। अपार सफलता, मान सम्मान सबै थोक थियो। तर त्यो चम्किलो सतहको मुनि एउटा गहिरो खाडल थियो, असन्तुष्टिको, खोक्रोपनाको, जुन उनले सायद आफैलाई पनि स्वीकार्न चाहँदैनथे। यो उदाहरणले ठ्याक्कै त्यही भित्री पीडालाई देखाउँछ। अनि त्यो भित्रको खोक्रोपन कहिलेसम्म लुक्थ्यो र? धेरै समय लागेन। एउटा यस्तो नाटकीय घटना भयो जसले जुलियनको संसारलाई नै जरैदेखि हल्लाइदियो। जीवनको त्यो तेज दौडमा अचानक ब्रेक लाग्यो र त्यो ब्रेक लाग्नै पर्ने थियो। सोच्नुस् न, जुलियन सफलताको त्यो उचाइमा थिए जहाँबाट तल हेर्न पनि डर लाग्छ। महँगा इटालियन सुट, दिनको 18-18 घण्टा काम, आलिशान महल, निजी जेट अनि त्यो सबैको सान रातो रङको फेरारी। भनौँ न, उनले त्यो सबै पाएका थिए जुन धेरै मान्छेले सपनामा मात्र देख्छन्। तर यो सबैको पछाडि उनले चुकाइरहेको मूल्य निकै ठूलो थियो, जुन उनलाई सायद थाहा पनि थिएन। र त्यो मूल्य उनको शरीरले चुकाइरहेको थियो। हेर्नुस् त यो फरक। उमेरले 53 वर्षका तर देखिन्थे 70 वर्ष कटेका जस्ता। थाकेका, रोगी, एकातिर चिन्ता र तनावले भरिएको टाइप ए पर्सनालिटी, अर्कोतिर पछि हामीले देख्ने शान्त र स्थिर व्यक्ति। यो दौडले उनलाई कहाँ पुर्याउँदै थियो भन्ने कुरा उनको शरीरले देखाइरहेको थियो। अब धेरै दिन टिक्नेवाला थिएन। अनि एक दिन भयो त्यही जसको डर थियो। खचाखच भरिएको अदालतको कोठा, बहस चलिरहेको थियो र त्यही बीचमा उनको शरीरले जवाफ दियो। ठूलो हृदयघात। उनी त्यही ढले। सफलताको त्यो अन्धो दौडमा अचानक एउटा ठूलो पूर्णविराम लाग्यो। यो प्रकृतिले दिएको चेतावनी थियो, कि त बाटो बदल, कि त जीवन नै गुमाऊ। मृत्युलाई यति नजिकबाट छोएर फर्किएपछि जुलियन उही पुरानो जुलियन रहेनन्। उनले एउटा यस्तो निर्णय लिए जसले उनका साथीभाइ सबैलाई चकित बनाइदियो। उनले आफ्नो वकिलको पेशा, करोडौंको सम्पत्ति, त्यो नाम, त्यो पहिचान, सबै कुरा त्यागे र सुरु गरे एउटा नयाँ यात्रा, जवाफको खोजीमा, शान्तिको खोजीमा। अनि त्यो यात्राले उनलाई भारतसम्म पुर्यायो। उनले आफ्नो महल, जेट, त्यो रातो फेरारी सबै बेचेर भारततिर लागे। महिनौसम्म यताउता भौँतारिएपछि उनले हिमालयमा बस्ने केही रहस्यमय सन्तहरूको बारेमा सुने अनि सुरु भयो उनको अर्को कठिन यात्रा, हिमालतिरको। र अन्ततः उनले सिवानाका ती महान ज्ञानीहरूलाई भेटे जसले उनको जीवनलाई सधैँको लागि बदल्न तयार थिए। अब जब उनले सन्तहरूलाई भेटे, उनले सोचे होलान् कि अब लामो प्रवचन, शास्त्रका कुराहरू सुन्नुपर्छ। तर त्यस्तो केही भएन। ती सन्तहरूको ज्ञान दिने तरिका नै अनौठो थियो। कुनै लेक्चर होइन, बरु एउटा सरल तर निकै गहिरो र रहस्यले भरिएको कथा। हो, यो कुनै साधारण कथा थिएन। यो त एउटा पहेली जस्तै थियो। भनौँ न, एउटा सिम्बोलिक कथा। यसमा भएका हरेक अनौठा पात्र, हरेक अनौठा वस्तु, सबैको पछाडि जीवन जिउने एउटा गहिरो सिद्धान्त लुकेको थियो। र त्यो अर्थ जुलियनले आफैले खोतल्नु पर्थ्यो। सन्त योगी रमनले भने, सरलताको शक्तिलाई कहिले कमजोर नठान्नु। यो अनौठो कथा सुन्दा जति सरल लाग्छ, यसको हरेक प्रतीकले जीवनको एउटा ठूलो सत्य बोकेको छ। ल त, अब सुरु गरौँ त्यो रहस्यमय कथा। ल, कथा सुरु हुन्छ एउटा भव्य, सुन्दर, हरियालीले भरिएको बगैँचाबाट। कल्पना गर्नुस् त, चारैतिर रङ्गी बिरङ्गी फूलहरू फुलेका छन्, चराहरूको मिठो आवाज आइरहेको छ, एकदमै शान्त र सुन्दर ठाउँ। तर त्यो सुन्दर बगैँचाको ठिक बीचमा एउटा एकदमै अनौठो चिज छ। 6 तला अग्लो रातो रङको लाइट हाउस। अब सोच्नुस् त, बगैँचाको बीचमा लाइट हाउस? यो के कुरा भयो? हो, यही अनौठोपनले त कथालाई झन रहस्यमय बनाउँछ। अनि कथा अझै अनौठो बन्दै जान्छ। त्यो लाइट हाउसको ढोका खुल्छ र बाहिर निस्कन्छ। को होला? एउटा 9 फिट अग्लो, झण्डै 900 पाउन्डको विशाल सुमो पहलवान। के हो यो? एउटा बगैँचा,
त्यसमाथि लाइट हाउस अनि अब सुमो पहलवान। यो कथा कता जाँदैछ? र अझै सकिएको छैन। त्यो विशाल सुमो पहलवानले आफ्नो शरीर ढाक्न अरू केही होइन, केवल एउटा गुलाबी रङको तारको केवल मात्र लगाएको छ। अब त साँच्चै दिमाग घुम्ने भयो होइन त? एउटा बगैँचा, लाइट हाउस, सुमो पहलवान अनि गुलाबी तार, आखिर यी सबै अनौठा प्रतीकहरूको मतलब के हो त? ल, अब यो पहेलीलाई एक एक गरेर सुल्झाउँ। सबैभन्दा पहिले त्यो सुन्दर र हरियो बगैँचा, त्यो के को प्रतीक हो त? सन्तहरूका अनुसार त्यो भव्य बगैँचा अरू केही होइन, हाम्रो मन हो। हाम्रो दिमाग। जसरी एउटा मालीले आफ्नो बगैँचाको राम्रो हेरचाह गर्छ, झारपात उखेल्छ, राम्रो फूल रोप्छ, ठिक त्यसरी नै हामीले पनि आफ्नो मनको हेरचाह गर्नुपर्छ। यदि हामीले सकारात्मक विचार रूपी फूल रोप्यौं भने जीवन सुन्दर बन्छ। तर यदि चिन्ता, डर, रिस जस्ता झारपातलाई हुर्कन दियौं भने त्यसले हाम्रो पुरै मानसिक बगैँचालाई बर्बाद गरिदिन्छ। थाहा छ हाम्रो दिमागमा एक दिनमा कति विचार आउँछन्? लगभग 60,000। हो, 60,000। यो त विचारहरूको एउटा बाढी नै हो जुन हाम्रो दिमागमा 24 घण्टा चलिरहन्छ। तर सबैभन्दा अचम्मको कुरा के हो भने ती 60,000 विचारमध्ये 95% विचारहरू त हिजो आएकै विचारहरू हुन्। उही पुरानै कुरा, उही चिन्ता, उही गुनासो, र त्यसमा पनि धेरैजसो नकारात्मक। सन्तहरूले यसलाई दरिद्र सोचको अत्याचार भन्थे। कति सही नाम होइन? यो एउटा यस्तो मानसिक जाल हो जसले हामीलाई विगतको कैदी बनाएर राख्छ। त्यसो भए यो मानसिक झारपातबाट छुटकारा कसरी पाउने त? यसका लागि सन्तहरूले एउटा एकदमै सरल तर शक्तिशाली तरिका सिकाए, जसलाई भनिन्छ गुलाबको हृदय प्रविधि। यो हाम्रो मनको लागि एउटा जिम गए जस्तै हो। यसले हाम्रो ध्यान केन्द्रित गर्ने क्षमतालाई बढाउँछ र अनावश्यक विचारहरूको भिडलाई शान्त पार्न मद्दत गर्छ। अन्तमा कुरा एकदमै सरल छ। हाम्रो अगाडि दुईवटा बाटो छन्। एउटा बाटो हो मनलाई जस्तो छ त्यस्तै छोडिदिने र विगतको कैदी बनेर बस्ने। अर्को बाटो हो आफ्नो मनलाई खेती गर्ने र आफ्नो भविष्यको निर्माता आफै बन्ने। र यो सबैको सुरुवात कहाँबाट हुन्छ? हो, आफ्नो मानसिक बगैँचाको हेरचाह गर्ने सानो निर्णयबाट। र जुलियनको जीवनमा त्यो चमत्कारी परिवर्तनको सुरुवात पनि यही पहिलो शिक्षाबाट भएको थियो। यही एउटा गुणले उनलाई आफ्नो नयाँ जीवनको उद्देश्यतर्फ डोर्यायो। याद छ, सुरुमा हामीले भनेका थियौं जुलियन कसरी 53 वर्षमा 70 वर्षका जस्ता देखिन्थे। उनको त्यो अविश्वसनीय परिवर्तनको रहस्य यही थियो। जब उनले आफ्नो मनको बगैँचामा काम गर्न थाले, जब नकारात्मक सोचको झारपात उखेल्न थाले, तब उनको बाहिरी संसार पनि बदलिँदै गयो। उनको स्वास्थ्य, उनको ऊर्जा, उनको अनुहारको चमक, सबै कुरा फुल्न थाल्यो। तर यो ज्ञान केवल आफ्नो लागि मात्र थिएन। सन्तहरूले जुलियनसँग एउटा बाचा लिएका थिए कि जब उनले यी सत्यहरू सिक्छन्, उनी आफ्नो पुरानो दुनियाँमा फर्कनुपर्छ र यो ज्ञानलाई अरूसँग पनि बाँड्नुपर्छ, जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ। त्यसैले यो कथा हामीसम्म आइपुग्नु भनेको जुलियनले आफ्नो त्यही बाचा पूरा गर्नु हो। र अब अन्त्यमा यो कथाले हामी सबैको लागि एउटा महत्त्वपूर्ण प्रश्न छोडेर जान्छ। यदि हाम्रो मन साँच्चै एउटा बगैँचा हो भने आज ठिक अहिले त्यो बगैँचाबाट कुन एउटा झारपात, कुनै एउटा पुरानो चिन्ता, कुनै एउटा बेकारको डर वा कुनै नकारात्मक सोच उखेलेर फाल्न सकिन्छ, ताकि त्यो खाली ठाउँमा केही नयाँ, केही